कोठामा दुईटा बत्ती एउटा पंखा राखेको छ सबैमा। सबै 16 mm मात्रै पाइप युज भएको छ। ठ्याक्कै सबै 16 mm भएको छ यसमा। 16 mm मात्रै पाइप युज गरेको छ। 16 mm हो। यसमा एउटा उतापट्टि पावर सकेट राखिदिनु भने पोइन्ट लगाएको छ। बाहिर तीनटा बत्ती छ। यो 2A स्विचबाट बल्नुपर्छ यो बत्ती। एउटा यहाँ लगाएको छ, एउटा यताबाट लगाएर लगाएको छ। यसको बाहिरको बत्ती अनि भर्याङको 2A हो। भर्याङको 2A अनि भर्याङबाट बाहिरपट्टि दुईटा बत्ती बल्ने ठाउँ राखेको छ टोयलेटको लागि।